अब यो कपाल झर्ने समस्याको डायग्नोसिस चाहिँ कसरी गरिन्छ त डाक्टर? कपाल झर्ने समस्याको डायग्नोसिसको लागि एउटा त हाम्रो कुनै पनि चिजको डायग्नोसिस भनेको अब एउटा हिस्ट्री भन्छौँ। बिरामी हामीले बिरामीसँग सोधपुछ गर्छौँ, एक्जामिन गर्छौँ, कपालको जाँच गर्छौँ। अब दिनमा कतिवटा कपाल झर्छ, हेयर पुल टेस्ट भन्ने हुन्छ। कपाल तान्दाखेरि लगभग 60वटा कपालमा 6वटा भनेको 10% जति कपाल एउटा ठाउँबाट झर्यो भने चाहिँ त्यसले चाहिँ विभिन्न खालका कपाल झर्ने समस्यालाई इङ्गित गर्छ। जस्तो टेलोजेन एफ्लुभियमहरू भयो, जुन अघि मैले भने डेङ्गुको कारणले झर्ने कपाल, तिनमा यसको यो टेस्टले एकदम उपयोगी हुन्छ। त्यस्तै अरू खालका हामीले जुन ट्राइकोस्कोपी भन्ने गर्छौँ, कपालका रौँहरू हामीले एउटा इन्स्ट्रुमेन्ट, एउटा डिभाइस युज गरेर हेर्छौँ। त्यसमा चाहिँ सानो सानो कपाल भेल्लस हेयर्सहरू जस्तो जुन हुन्छन् ती बढी देखेमा एन्ड्रोजेनेटिक एलोपेसिया हो अथवा वंशानुगत हर्मोनको कारणले झर्ने कपाल हो भन्ने चाहिँ त्यो त्यसरी इङ्गित गरिन्छ। अर्को चाहिँ अलिकति खत बस्ने खालका, जुन अघि मैले भने कहिले पनि पुनः अवस्थामा नफर्किने खालको कपाल झराइ छ भने चाहिँ तिनलाई बायोप्सी पनि गर्नुपर्ने हुन्छ। बायोप्सी भन्नाले छालाको जाँच, छालै निकालेर त्यो रौँ र छाला दुइटैलाई निकालेर त्यो माइक्रोस्कोपमै हेर्नुपर्ने, त्यसरी चाहिँ डायग्नोस गर्छ हामीले। हजुर, अब कपाल झर्ने समस्याको समाधान उपाय के त भन्ने कुरा पनि हुन्छ होइन? उपचार के हुन्छ त यसको? कपाल झर्ने समस्याको उपचार चाहिँ अब कस्तो खालको कपाल झराइ हो त्यो अनुसार हुन्छ। जस्तो एन्ड्रोजेनेटिक एलोपेसिया, प्याटर्न बाल्नेसमा चाहिँ हामीले लगाउने औषधि अर्ली स्टेज, सुरुको स्टेजमा छ भने मिनोक्सिडिल भन्ने जुन कपाल उमार्ने औषधि हुन्छ त्यो लगाउन सक्छौँ। खाने औषधि हुन्छ जुन चिकित्सकको सल्लाह बमोजिम लिनुपर्छ, फिनास्टेराइड, ब्युटास्टेराइड भन्ने, त्यो औषधिहरू सेवन गर्न सक्छौँ। त्यस्तै पिआरपी इन्जेक्सन, यो औषधि लगाउने खाने सँगै इन्जेक्सन, कपालमा लगाइने इन्जेक्सन जसले चाहिँ ग्रोथ फ्याक्टर मलजल गर्न, कपाललाई उमार्न चाहिँ मद्दत गर्छ र कपाल झर्न पनि रोक्छ, त्यो इन्जेक्सन। त्यस्तै लो लेभल लेजर लाइट थेरापी भन्छ, त्यो चाहिँ अलिकति प्रकाशका माध्यमले फोटो बायोमोडुलेसन भन्ने जुन हुन्छ ती कारणले कपाल उमार्नलाई प्रयोग गर्ने प्रकाशको विधि, हेलमेट जस्तो हुन्छ होइन, ती प्रयोग गर्ने। र डेफिनेट उपचार चाहिँ यो जुन एन्ड्रोजेनेटिक एलोपेसियालाई कपाल प्रत्यारोपण नै हो।